हेलो एभ्रिवान, हामी छौँ बेगनास्थलमा। हामी सबै फ्यामिलीहरू मिलेर घुम्न आइरहेछौँ। हेर्न सक्नुहुन्छ माछा खान आइरहेको छौँ। हराउन नि हरायो भने नि राखेको कि त्यही भएर किटले त्यहाँ। ल है आइपुग्यो बेगनास्थल। यहाँ यस्तो छ। ल हामी आइपुग्यो है बेगनास्थल। बेगनास्थलमा हेर्न सक्नुहुन्छ माझीहरूले हानिरहेको छ जाल। अनि यहाँ छ बाबुको छोटो छोटो कपाल र मेरो छ लामो कपाल। अब यहाँ तालतिर खानेकुराहरू फालाफाल। अनि झन् तस्लिम पानी लिएर आइज। कस्तो पानी यताखेरि उसकै नै कि हामी के रे त्यो क्यामेराहरु के नै हैन फुटेको। आउ आजु आउ यहाँ बस आउ त। ओ भाग्यो। कासिम किन होला हस म टाढो अरे बाबा नगरै यसो मजाक नगरै आदिल तिम्रो हात ल्याउ त। अहिले माछा जाल हालिसक्यो कि यो जालमा ए यसमा अहिले त हैन यो चलाकै छैन। रमाइलो लागेछ। फेरि आधी घन्टाको तपाईहरुले महँगो पर्छ 1500 पर्छ। अर्कै दुनियाँभित्र पसे जस्तो फिल भयो कि भिड होइन। कासिम पड्काउँछ कि सानो पटाएको पारी है उतापट्टि साइडमा हो कि हेर न पानी अब घुम्ने हो यहाँबाट। म त्यसमा चाहिँ अर्कोमा ठिक लाग्छ कि चढ्न त न। पानी बोतल ल्याउँदै हो त के मुटे
को च्याउको हाले त्यसमै हुन्छ आन्टीको के आदिछु यो तन्किने भनेको त नरहेछ तिरिङ्गो तन्किने रहेछ मम्मी अब घोडा गर्ने ल उब्रियो उब्रियो आदिल बिचमा उब्रियो घोडा गर्ने ल उब्रियो घोडा गर्ने घोडा गर्ने